हिजो नयाँ वर्षको दिन चाहिँ नयाँ सुरुवातसँगै हामी यसो तीर्थयात्राको लागि निस्कियो। बसमा जाँदैछौँ हेर्नु रमाइलो भइरहेको छ। त्यसपछि हाम्रो पहिलो गन्तव्य थियो लड्केश्वर महादेव पनौती। हामी जाँदैछौँ बसबाट ओर्लेर। छोरो निदाएर मम्मी छोरो बोक्दै होइसिन्छ। त्यसपछि त्यहाँ एउटा झुलुङ्गे पुल तरेर जानुपर्ने हुन्छ अनि हामी झुलुङ्गे पुल तर्दैछौँ। हल्लिरहेको थियो अलिअलि अनि फोटोसोटो खिच्यौँ। त्यसपछि उकालो चढ्दै होइसिन्छ बाबा छोरा दुईजना अघि लागेर। हेर्नुहोस् त्यसपछि ठुलो त्रिशूल देखियो। हामी पुग्यौँ अनि त्यहाँ धाराहरू रहेछ। धाराको पानी अर्पण गर्दैछौँ। उहाँ चाहिँ मेरो भाउजू होइसिन्छ। हेर्छ न हामी कति रमाइरहेछौँ। त्यसपछि हामी लड्केश्वर महादेवमा पुग्यौँ। हेर्नुहोस् न त्यहाँ जराबाट माथिदेखि पानी आइरहेको छ। जल आफै माथिबाट आइरहेछ क्या। त्यहाँ चाहिँ लाइनमा बस्दैछौँ। अलिअलि लाइन थियो धेरै चाहिँ थिएन। यहाँ फेरि गुफा जस्तोमा फेरि भित्र भगवान् होइसिँदो रहेछ। अनि मम्मी चाहिँ फेरि यहाँ जल चढाउँछु भन्दै होइसिन्छ। साने पनि रमाइरहेछ। बालुवा खेल्दैछ ऊ पनि रमाइरहेको छ। अनि त्यसपछि हामी एक दुईवटा फोटो खोलामा खिचियो। गर्मी भइरहेको थियो पानीमा त आनन्द आइरहेको थियो। कस्तो घाम थियो त्यता त। फेरि हामी खड्केश्वर महादेवतिर गयौँ। खड्केश्वर महादेव चाहिँ अलिक तलै थियो। पनौती खोपासी भन्ने ठाउँमा थियो। अलिक तलै थियो। त्यसपछि मैले भिडियो सिडियो बनाएँ। अनि हामी ग्रुपको फोटो पनि खिच्यौँ। त्यसपछि हामी मुक्तिनाथ दर्शन गर्न गयौँ। त्यहाँ पनौतीमा फेरि मुक्तिनाथ भगवान् होइसिँदो रहेछ। फेरि मलाई चाहिँ भजन सुन्नै हुँदैन। हेर्छु त भजन बजिरहेको थियो। म चाहिँ नाच्न सुरु भइहालेँ। भजन सुनेपछि नाचौँ भइहाल्छ मलाई चाहिँ। हजुरहरूलाई कस्तो हुन्छ भन्नुहोला।